साथीहरु दर्शक नमस्ते र फेरि पनि स्वागत छ हजुरहरुलाई मेरो आजको मिनी ब्लगमा। शुभ बिहानी सबैजनालाई। र अहिले चाहिँ हामीहरू दोकानतिर जाँदैछौँ हो, बुच्ची दिदी र म। हेर्न सक्नुहुन्छ राइडरहरू यस्तो पहाडी बाटोमा बुच्ची दिदीले स्कुटी चलाइरहेको छ हैन। अब चाहिँ हामीहरू गइरहेको छौँ। सधैँ चाहिँ हामीहरू दादासँग गाडीमा आउँछौँ हैन, तर दादा आज चाहिँ अलिकति ढिलो भयो किनभने दादा चाहिँ खाना खानुहुन्छ अरे र हामी चाहिँ खाना नखाइकन हिँडेको हो। बिहान बिहानै खाना खानु मन लाग्दैन हो र चाय बिस्किट खाएर हिँडेको हो। उता दादा चाहिँ एकछिनमा आउनुहुन्छ होला, त्यसैले ज्याम लागेको। बुच्ची दिदी हेर्न सक्नुहुन्छ र मलाई चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ कति धेरै 2-3 जग्गा काट्यो होइन मेरो बेगले। कस्तो धेरै काटेर यहाँ घुम्दै फोन पार्दै म गइ नै रहेको छु। क्यान्डी प्लस छैन र कस्तो खालको बेग हो नि, म त यस्तो घुमाएर हुर्केतिर चलिदिन्छु होला यतिखेर। तर बेगले पनि मेरो हात काटेर खत्तम गरिदिएको छ। भात खाँदा पनि अब बोलेर खत्तम हुन्छु होला होइन, र हेर्न सक्नुहुन्छ सूर्यदेव कति धेरै टाढो पुगिसक्नु भएको छ। कति बजिसक्यो? 8:35 पुगिसकेछ होइन। अस्तिको दिन चाहिँ हामीहरू कति एक दिन चाहिँ हामीहरू छिट्टै गएको थियौँ नि, 7 बजी सायद हामी एक दिन चाहिँ जुरुक्का उठेर मुख पनि नधोइकन गएको थियौँ। सिधै हामीहरू मुख पनि नधोइ गएको थियौँ। त्यो दिन चाहिँ उसको चाहिँ क्रिम पाउडर सब होस् भयो अरे होइन। मैले के भन्दै थिएँ, मैले त्यो पनि बिर्साइदिनु। अच्छा ओइ मेरो कति धेरै बिर्सिरहेको छ। हेर्न सक्नुहुन्छ कति धेरै काटेको छ। अब उता दोकानमै गएर हेर्ने प्लस लगाउनु काटेको छ मैले। फोन यसरी धरेको कि यो फोन कभरतिर पनि सबै खुन्नै खुन लागिसक्यो। कस्तो धेरै कति धेरै हेर्न सक्नुहुन्छ। म कस्तो के बाँध्नु त के दिनु त मैले नि चलै छु नै अब यसमै आएन उतै गएर लगाउनु पर्छ। ए होइन त कतै हेरेर छ। चिसो लाग्दैछ, चिसो र मैले चाहिँ ज्याकेट खिड्कीतिर हालिसकेको छु। रमेश बाबू था ना, महेश बाबू था, कुछ नहीं मालूम मुझे, तो देख सकते हो। नपुगेपछि यस्तै हुन्छ। कति धेरै काटेको छ, कस्तो दुख्दैछ फेरि चिसोमा काटेको चाहिँ लास्टै दुख्छ। अलिकति जाने पनि यहाँ हुन्छ सुन्तला बगान कत्रो ठुलो छ यार यहाँ सुन्तला बगानै बगान छ। जे होस् पहाडी इलाकामा चाहिँ सुन्तलाको चाहिँ बगानै हुन्छ। दामी लाग्छ हेरेर होइन। ठन्डा लाग्दैछ तिमीलाई? मलाई चाहिँ किन ठन्डा लागेको भन्दाखेरि म चाहिँ नुहाइरहेको पुरा चिसो लागिरहेको छ। पानी आएको बेलामा चाहिँ यहाँको बाटो त खत्तम नि। यो सबै ब्लक छ होला है, हुन्छ यहाँ पनि। अच्छा हुन्छ यहाँ चाहिँ ब्रिज पनि छ। तभी हम लोग फोटो क्लिक करेगा, फोटो खिचेगा। फोटो खिच्ने हो तर मैले चाहिँ चुल पनि गरेको छैन बिहानदेखि। साँच्चै भन्नु पर्दाखेरि चुल नगरिकन चल्देको।
ओ बा हेर्न सक्नुहुन्छ यति खराब बेग हो क्या हो कति धेरै दुई जग्गा यत्रो गहिरोसम्म काटेको छ थाहा छ मलाई यहाँनिर झन्नै हातको उङ्ली नै चुटिएन केले पुस्न नपाउँदा मलाई लाग्छ छैन केले पुस्नु ह्यान्डी पनि त छैन ओ मेरो उसमा ह्यान्डी प्लस छ सायद मेरो बेगमा हेर त त्यो बेग फेरि आरामले उयो गर नि त्यसको त्यो थ्याट म बोक्दिनँ अब यो बेग उचाइदिन्छु म नै त ठ्याक ठुक ठुक पारेर केले काटेको देखाउ त मलाई यो छैन यो यस्तो यस्तोले यस्तो यस्तो सार्दाखेरि नि क्या यो यस्तो भित्रको यो पुरा निक्लेको छ नि त यो निक्लेछ कि यस्तोहरू सिधा भएको चाहिँ बहुत धार थियो अनि हे देखाउँदिनँ मेरो बेगमा बहुत कुछ छ भन्नु अरे त यसमा यसमा हुनु पनि सक्छ हेर्नु है छ छैन मैले कहीँ त हालेको थिएँ यस्तो लागिरहेको थियो तर सब देखाइदिउँ देखाउँदिनँ नि त त्यहाँनिर यो यहाँ देखाउनेर रहेछ त धन्न जुगाडो त्यसले के साफ गर्नुपर्छ होला केले साफ गर्नु केही त छैन मेरो डकुमेन्ट्सहरू हालिदियो सबै खोइ हात देऊ खुन देखेको कस्तो डर लाग्छ बीच बाटोमा आएर अरे मेरो पास यत्रो बेसी हुन्छ बहुत बेसी काट्यो नि त तर यहाँ त अलिकति काटेको थिएँ यहाँ बहुत त्यो हेर त यो सब खत्म हो गयो नहीं पता वो क्या है बहुत कुछ मैं बुकती हूँ ना सॉरी गाइस मैं बहुत रफ से कर रही हूँ कोई नहीं स्पेशल तुम्हारे लिए देखो तो यहाँ में केक पड़ा हुआ है तेरा बर्थडे आ रहा है ना भेट्नु पर्छ फोटो खिचेको बादमा त्यो साथीहरू म फेरि आइसकेको छु हामीहरू फोटो खिचिसकेको छौँ तर बडै दुख दर्द पीडा के साथ धेरै नै दुख दर्द पीडासँग म भनिरहेको छु मेरो चाहिँ एउटै फोटो राम्रो आएन हो बुच्ची दिदीको चाहिँ राम्रो आएको छ मलाई चाहिँ मेरो फोटो एउटै बसौँ न मेरो चाहिँ एउटै फोटो मलाई मन परेन कसरी बसेको हो म छ्या एउटै फोटो मन परेन मलाई र भिडियो सिडियो बनाएर हामी चल्देको हो के कसो हुन्छ भरे हेर्छु म उतै गएर दोकानतिर अब चाहिँ फोटो चाहिँ राम्रो पनि आएन त उतै गएर खिच्नु पर्ने हुन्छ आज पुरा चिसो हुन थाल्यो अब त पुरा आज त बादल लागिरहेको छ पानी आयो भने पानी आयो भने त झन् बेसी के भन्छ चिसो बढ्छ त्यहाँदेखि त खत्तम हो यसै म चिसो खप्नु नसक्ने मान्छे त्यहाँदेखि भएन अरू बेसी चिसो हुन्छ ज्याकेट पनि त्यस्तै खालको ल्याएको छु तातो खालको एउटै ल्याएको छुइनँ अनि अरू त्यहाँबाट भएन भित्रको हाइनेक पनि धोएर सुकाइदिएको छु खत्तम हुन्छ म चाहिँ धोएर चाहिँ सुकायो नि खप्का धोएर चाहिँ नसुकाउनु त नि छु भिजाएर कहिले राख्दिनँ म यस्तै त्यो अगर पानी भएको जग्गामा भिजाएर राख्नु पनि मन लाग्दैन म धुलाएर सुकाइहाल्छु म यस्तो जाँगारिलो मान्छे छु जिन्दगीमै र त्यहाँ माथि हेर्नु सक्नुहुन्छ अहिले म यहाँबाट होइन अलिकति अगाडिदेखि म देखाउँछु यहाँनिर देख्न हल्का देखिएको छैन कि एक चिज देखाउँदैछु म मेरो भ्युवर्सहरूलाई म केही देखाउँदैछु लड़का का जैसा हंसते हो हम लोग तो
मैं सिर्फ नहीं बुच्ची दीदी भी वैसे हंसती है, लेकिन लड़का के जैसा हंसती है। हम दोनों एक ही हंसने में तो लगे आगे आ जाते हो। किससे रास्ता है तो आगे आएगा ही। रास्ता देखो न, डेरेङ डुडुङ पर्दा है। क्या यहाँ तलको मान्छेहरूले खेती गर्दो रहेछ। ड्याङ नै भनिदिएर कि राम्रो देखिएको छ। यो जग्गामा खेती गर्दो रहेछ होइन। यहाँको मान्छेहरू त्यहाँ खेती गर्न पुग्छन्। हेर्न सक्नुहुन्छ, हामी चाहिँ दोकान पनि आइसकेको छौँ। बुच्ची चाहिँ त्यहाँको दोकान पनि खोलेको त छैन रहेछ। दोकान लाइनमा कुनै पनि खोलेको छैन अहिलेसम्म। 8-9 बज्न हालिसक्यो। त्यहाँको आन्टीले मात्रै खोल्नु भएको छ र हामीहरू चाहिँ अब दोकान खोल्नु पर्ने हुन्छ। छु भङ्गेर कस्तो त्यही साथीहरू आजको लागि यति नै। भेट्नुपर्छ अर्को ब्लगमा। अहिलेको लागि टाटा बाई बाई।